स्क्याम पार्ट 2 भिडियो लिएर आएको छु र प्यारेन्ट्सहरुबाट कतिजना धेरै टाढा बस्छौ दुःखले कमाएको पैसा चाहिँ स्क्यामर्सहरुले त्यतिकै ड्रेन आउट गरेर लिएर जाँदैछ। त्यसले इन्स्टल गर्नुहुन्छ तपाईको फोनको कन्ट्रोल त्यो मान्छेकोमा जाँदछ। एउटा ओटीपी आउँछ त्यो चाहिँ मलाई दिनुहोस्, ब्याङ्कको अकाउन्ट खाली हुन सुरु हुन्छ। हेलो एभ्रीवन, विशेष गरी स्क्याम पार्ट 2 भिडियो लिएर आएको छु। यो भिडियो बनाउनुको कारण चाहिँ हामी हाम्रो प्यारेन्ट्सहरुबाट कतिजना धेरै टाढा बस्छौ अनि हाम्रो प्यारेन्ट्सहरुले कमाइरहेको दुःखले कमाएको पैसा चाहिँ स्क्यामर्सहरुले त्यतिकै ड्रेन आउट गरेर लिएर जाँदैछ। सो यो भिडियो तपाईको प्यारेन्ट्सहरुलाई पनि पठाउनुहोस् ताकि उहाँहरुले तपाईले टाढो बसे उहाँहरुले प्रोटेक्टेड फिल भएको होस् यो भिडियोबाट। सबसे अगाडि आइरहेको मार्केटमा चलिरहेको स्क्याम चाहिँ एपीके स्क्याम भन्छ। विशेष गरी यसमा चाहिँ के हुन्छ भनेर भन्दै गर्दा चाहिँ व्हाट्सएपमा तपाईलाई मेसेज आउँछ। व्हाट्सएपमा जब मेसेज आउँछ त्यो मेसेज चाहिँ मैले स्क्रिनमा देखाए जस्तै ब्याङ्क्सहरुकोबाटै आउँछ। आईसीआईसीआई ब्याङ्क, यूको ब्याङ्क है, विभिन्न तरिकाको ब्याङ्क्सहरुको आउँछ। यसरी मैले जसरी स्क्रिनमा देखाइरहेको छु। सो जब त्यो आउँदछ तब त्यहाँ भित्र एउटा एपीके फाइल हुन्छ है, जस्तो यहाँ स्क्रिनमा देखिरहेको छ। त्यो एपीके फाइल जब आउँछ जब तपाईले इन्स्टल गर्नुहुन्छ तपाईको फोनको कन्ट्रोल त्यो मान्छेकोमा जाँदछ। जब जान्छ तब तपाई स्क्याम भइ पठाउनुहुन्छ अनि तपाईको पैसा ब्याङ्कबाट ड्रेन आउट भइ पठाउँछ। सो यसमा गर्नुपर्ने हामीले प्रिकसन्स चाहिँ के छ, हामीले के चाहिँ गर्न सक्छौं भन्दै गर्दा ब्याङ्कको अफिसियलले कहिले पनि यसरी तपाईलाई यो मार्फत एप्लिकेशन्स कहिले पनि पठाउँदैन। त्यो तपाईले अलरेडी अलर्ट भइसक्नुहोस् कि यो चाहिँ राइट होइन। दोस्रो कुरो चाहिँ तपाईले के हुन्छ भन्दा जस्तै मैले अघि देखाए स्क्रिनशटमा अनुसार यो चाहिँ एउटा नम्बरबाट आएको हुन्छ। अनि के हुन्छ भनेर भन्दै गर्दा चाहिँ तपाईले कहिले पनि थर्ड पार्टी एप्लिकेशन्सहरुबाट तपाईको एपहरु कहिले पनि इन्स्टल नगर्नु होला। अनि तपाईले जहिले पनि इन्स्टल गर्नुहुन्छ गुगल प्ले स्टोरबाटै गर्नु होला। अनि अर्को दोस्रो चाहिँ पार्सल स्क्याम। पार्सल स्क्याममा चाहिँ के हुन्छ भनेर भन्दै गर्दा चाहिँ तपाईलाई कल आउँछ अनि तपाईको पार्सल आएको छ तर तपाईले पार्सलै अर्डर गर्नु भएको छैन। जब तपाईले पार्सलै अर्डर गर्नु भएको छैन तपाईको पार्सल कसरी आयो? जब तपाईले उहाँसँग भन्नुहुन्छ कि यो पार्सल मेरो होइन, तपाईले क्यान्सल गरिदिनुस्, यो पार्सल मैले होइन, तब त्यो व्यक्तिले तपाईलाई भन्छ हुन्छ म क्यान्सल गरिदिन्छु, तपाईकोमा एउटा ओटीपी आउँछ त्यो चाहिँ मलाई दिनुहोस्। जसै तपाईकोमा ओटीपी आउँछ तपाईले ओटीपी दिनुहुन्छ तपाईको ब्याङ्कको अकाउन्ट खाली हुन सुरु हुन्छ। भन्नुको मतलब त्यो ओटीपी चाहिँ क्यान्सल गर्ने हैन, तर त्यो ओटीपी चाहिँ तपाईको ब्याङ्कको लगइनको लागि युज गरिरहेको हुन्छ। सो त्योबाट पनि तपाई स्क्याम भइ पठाउनुहुन्छ। सो यसबाट हामी सिम्पल बाँच्ने कुरा, कसैले तपाईलाई कल गर्छ अनि तपाईको पार्सल हो भनेर भन्छ भने त्यस्तो कल चाहिँ तपाईले एकदम इग्नोर गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ उहाँले कल गर्यो भने एकदम रिसिभ गर्ने कुरा छैन, तपाईले त्यसलाई ब्लक गरेर रिपोर्ट गर्न सक्नुहुन्छ यो नम्बर चाहिँ फ्रड हो भनेर, ताकि अरूले पनि त्यो अलर्ट अपने आप आउन सक्छ है। अनि अर्को चाहिँ तपाईले त्यसलाई धम्की पनि दिन सक्नुहुन्छ, म साइबर क्राइममा कल गर्छु भनेर 1930 मा कल गर्छु भनेर तपाईले भन्न सक्नुहुन्छ। तेस्रो चाहिँ कुरियर स्क्याम। तपाईलाई कल आउँछ, तपाईले चाइना पठाउनु भएको या त हङकङ पठाउनु भएको या त यूएस यूके पठाउनु भएको पार्सल चाहिँ हामीले पक्रेका छौं। सो तपाईले पठाउनु भएको पार्सलमा चाहिँ विशेष गरी यसमा चाहिँ ड्रग्स छ भनेर भन्छ तपाईलाई। जब ड्रग्स छ भनेर भन्छ तब तपाई पनि अत्तालिनुहुन्छ, तपाई पनि ला के भयो भन्ने खालके मोटिभमा हुन्छ। त्यो कुरा भइसकेपछि तपाईले त्यो डर उत्पन्न गराइदिन्छ तपाईमा। त्यहाँदेखि त्यो व्यक्तिले तपाईलाई तुरन्तै भिडियो कल गर्न थाल्छ। अनि भिडियो कल गर्दाखेरि यी यस्ता व्यक्तिहरु हुन्छन् जो चाहिँ तपाईलाई एकदम रियल लाग्छ। उनीहरुलाई अफिसको डिटेलिङ्स के हुनुपर्छ, पिछाडी के कसो हुनुपर्छ सबै कुरा थाहा भएको हुन्छ। अन्त उनीहरुले तपाईलाई भन्नु थाल्छ, सम्झाउनु थाल्छ। यस्तो केसमा धेरैजना व्यक्तिहरु फसेको छन्। उनीहरुको अहिलेसम्म केस चलिरहेको छ, अहिलेसम्म यो भइराख्छ त्यो भइराख्छ। तपाई यो कुरा केसबाट निक्लिन चाहनुहुन्छ भने चाहिँ तपाईले यति पैसा दिनुहोस्, हामी यो कुरा गर्छौं, मेरो लयर पनि छ, नाना भावीका कुराहरु गर्छन्। अनि त्यसपछि गएर तपाईबाट पैसा निकाल्ने प्रयास गर्दछ। सो तपाईले कुनै पार्सलै पठाउनु भएको छैन भने तपाई किन डराउने? सबसे अगाडि त तपाई डराउने कुरै छैन, तपाईले पार्सल पठाउनै भएको छैन। जस्तै कुरा आयो भने तपाई एकदम इग्नोर गर्ने अनि त्यो कुरालाई तपाईले रियलमा नलिने। अनि तपाईले आफै पनि धम्की दिने, कल आयो भने भिडियो कल त परै जाओस्, तपाईले कल आयो भने धम्की दिने, म यसलाई साइबर क्राइममा म यसलाई रिपोर्ट गर्छु भनेर। अनि म 1930 चाहिँ तपाईको साइबर क्राइमको नम्बर हो।
सो यी तीनवटा कुरा जुन चाहिँ स्क्यामहरू भइरहेको छ यसबाट तपाईको लभड वन्सहरूलाई बचाउनुहोस्, लभड वन्सहरूलाई अलगै राख्नुहोस् अनि यी भिडियोले होपफुली यसले सबैलाई हेल्प गर्छ भन्ने आशा छ।